Hello, welcome back to our YouTube channel. Like sorry, हामी आयो सबैहरु सन्चै हुनुहुन्छ होला अनि फाइनली हामी पनि सन्चै छौं हामी मतलब म अनि आज फाइनली म चाहिँ रुममा चट्टा ल्याएर सुतिरहेको थिएँ एक्लै हैन स्मोक गरेर टक्क बसिरहेको थिएँ द्याट्स लाइक बाहिर चाहिँ मैले चाहिँ के आवाज सुन्ने भने हाम्रो हुन्छ नि त दाजुभाइहरु मतलब अब भैया भन्छ त द्याट्स लाइक दाइ भाइ भनेकै हो हैन अनि उहाँले चाहिँ चट्टा ल्याएर हामी कुकर प्रेसर बजाउँदै चाहिँ झ्याङ 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 बजाउँदै आउँछ हुन्छ म चाहिँ फटाफट त्यहाँबाट राउन्ड हानेर उहाँलाई रिक्वेस्ट गरेँ लाइक दिस तपाईँ कहाँ जाँदै हुनुहुन्छ आज चाहिँ होइन तपाईँको जुन यो गरिरहनु भएको छ नि यो काममा चाहिँ म हेल्प गर्छु किनभने हेल्प नि लाइक म मेरो भिडियो पनि बन्छ प्लस तपाईँको यो चाहिँ म कराउँदै हिँड्छु हजुर साइकल ठेरेर हिँड्नु भनेको ओके भन्नुभएको छ अनि अहिले चाहिँ उहाँले चाहिँ उहाँको सामान लिएर मतलब एउटा चाहिँ लिएर गएको छ अनि अब त्यो लिएर आउनुहुन्छ त्यसपछि आएर के भन्नुपर्छ त्यो चाहिँ प्रेसर कुकर के आयो बनाउने त्यो भन्नुपर्छ लागि अनि कन्फिडेन्सको साथ पब्लिक अगाडि डर कराउँदै हिँड्ने छु ल्या सब हेर्नको लागि तार भइदिनु होला तर खासमा आज कन्टेन्ट चाहिँ अर्कै लिएर जानु मन लागिरहेको छ कि लाइक ब्याक म्याच रस अनि रस केटीहरूलाई जस्ट फ्लडिङ लाइक यसो हिँडिरहेको मान्छेलाई हाँसा चलाएर कसले गुड गर्छ त्यसलाई रोज दिन्छु भन्ने सोचमा थियो तर ठ्याक्कै मेरो भाग्य चम्कियो छ क्या टक्कै निस्किने रुममा हुँदा नै यो आवाज आइदियो अनि ठ्याक्कै यही नै गर्छु भनेर अनि हाम्रो सर चाहिँ माथि जानु भएको छ उहाँ जस्ट दाइ भनौँ होइन भैया भन्ने एउटा वर्ड मात्रै देख्न सक्नुहुन्छ माल यो चाहिँ मलाई फेरि चलाउनु आउनुहुन्न कि फेरि लास्टै हेभी पनि हुँदो रहेछ यो खेल्दै त म त सक्दैन म चाहिँ यो छैन यो मात्रै चाहिँ यस्तो क्या यस्तो आयो प्रेसर कुकर उहाँ आएपछि उहाँलाई चाहिँ पनि कुकिङ गर्नेछु लाइक अनि देखा मेरो लाइफ ये है मेरो लाइफ क्या चाहिँ अर्को लाइफ भनेर बताइहाल्ने चाहिँ दिस माई लाइफ यस्तो टाइपको छ अनि त्यही हो अलिकति अब एउटा त्यो उसले भने जस्तै क्या अरे एउटा भ्लगरले भनेको थियो कि म भ्लग त गर्छु होइन कन्फिडेन्स छैन पब्लिक भन्ने मेरो पब्लिकसँग कन्फिडेन्स हाइप छ तर मैले जति स्ट्रगल गर्छु नि त्यति चाहिँ खै किन हाम्रो पब्लिकले माया देखाइदिनु हुने त्यो चाहिँ मलाई एकदम मनबाट दुःख छ प्लिज हाम्रो टिकटकमा तपाईँहरूले मिनी भ्लग हेरिरहनु भएको हुन्छ नि टिकटकमा हेरेको फेसबुक रिल्समा हेरेको जतिले प्लिज लेट्स गो युट्युबमा पनि त्यतिको माया देखाइदिउँ भन्न चाहन्छु अनि आज कन्टेन्ट देख्न सक्नुहुन्छ उहाँ चाहिँ भित्र जानु भएको छ कि म लाग्ने छु भन्दै लेस अफ हेर्नुको लागि तार भइदिएको होला उहाँ चाहिँ अब लाइक पैसा दिनुको लागि जानु भएको छ अलिक टाइम लाग्ला आयो प्रेसर कुकर के भन्छ आयो प्रेसर कुकर बनाउने के त्यति होला लाइक त्यस्तै भन्दै म उहाँलाई चाहिँ मेबी 30 मिनट क्यान यु हेल्प लाइक अब मलाई त झन् तर हेल्प भइगयो उहाँलाई पनि म कराउँदाखेरि भाइ मिल्छ मिल्दैन त्यो चाहिँ आइरहनु है मिलोस् भन्न चाहन्छु र उहाँ आएपछि चाहिँ स्लाम ठोक्दै हाम्रो स्टार्ट हुन्छ आउने भएको छैन त्यस पैसा लिनु आउने भएको छैन है त उहाँ आएपछि हामी स्टार्ट हुन्छ यो चाहिँ हाम्रो अनि कहाँ भने हामी चाहिँ कहाँ छौँ भने म चाहिँ कहाँ बस्छु भने यहाँ हाम्रो शिवपुरी चोक होइन शङ्कर चोकको अलिकति अगाडि चोकमा जाने बाटोको लिफ्टमा अनि त्यहाँनिर चाहिँ हाम्रो जक्सन लाइक मलाई चाहिँ तपाईँहरूले अब कहिले काहीँ कहाँ छौँ भनेर सोधिहाल्यो भने म एभ्री डे भनौँ न लाइक म प्रायः चाहिँ त्यही हाम्रो कामना बहिनीको अब लेफ्ट साइडमा कामना बहिनीको चटपटै बानी पसल छ सानो अनि लाइक त्यहाँ चाहिँ दामी स्पेसल बस्नुको लागि 4 जना मान्छे पनि खट्छ त्यहाँ बसिराखेको हुन्छु तपाईँहरू हामीलाई भेट्न चाहनुहुन्छ भने आउन सक्नुहुन्छ ल फाइनली हाम्रो अब चाहिँ स्टार्ट हुन लागेको छ गाइजहरू सर्ट हाम्रोमा आइसकेको छ उहाँ देख्न सक्नुहुन्छ आजको चाहिँ मलाई सहयोग गर्नुहुने मेरो दाइ उहाँ हुनुहुन्छ उहाँको सामानमा चाहिँ म चाहिँ मस्तसँगले अब हिँड्नेछु यो बजाउनु चाहिँ म सिक्दै हिँड्नुपर्ने छ कि मलाई चाहिँ होइन तपाईँको यो अरू केही चाहिएन कि साइकल तपाईँ यसरी बुढाउनुहुन्छ नि म चाहिँ यो समातेर म चाहिँ यो बजाइदिन सघाउँछु र कराउनु सघाउँछु हुन्छ ल अब चाहिँ सुरु भइसक्यो यति राम्रो दाइ भेट्यो कि यति धेरै मतलब हेल्पफुल रहेछ कि लाइक अब मैले चाहिँ भए मान्नुहुन्न सोचिरहेको थिएँ तर मान्नु भयो अब चाहिँ निस्किसक्यौँ हामी चाहिँ ए मेरो लाइफ भने जस्तो हो कि कतातिर जाने यता हो तपाईँ भन्नु त ए कुकुरबाट छ यस्तो हो रहेछ कि क्या हो प्रेसर कुकर बनाउने आयो भन्दै हिँड्ने हो क्या ल स्टार्ट भइसक्यो सब प्रेसर कुकरको लागि सामान भेटिसक्यो हामी त मेजर छ उहाँ आउँदै हुन्छ पछाडि मजाले अगाडि चट्ट बजाउँदैनौँ है त ए भाइ प्रेसर कुकर बनाउने के भन्छ त्यति नै हो ल उहाँले सहयोग गर्नुभएको चाहिँ यता हाम्रो सरहरूको प्रेसर कुकर बनाउने छैन है प्रेसर कुकर बनाउने आएको छ त्यहाँ त म बनाइदिन्छु घटा लगाएर ल हामी चाहिँ प्रेसर कुकर बनाउन लागिसक्यौँ दाजुभाइ पछाडि मेरो दाइ हुनुहुन्छ होइन आजकल चाहिँ भाइ भन्छ तर भेट्नु नहुन्छ ल बिचरा दाजुभाइ हो कि प्रेसर कुकर
है त चट हल्ला गर्दै उहाँ आउँनुहुन्छ म उहाँसँग सँगै हिँड्छु किनभने फेरि उहाँले मलाई विश्वास नगर्ने हो सामानै झाल्ला धुन लगेर जाला भन्ने सोच लाग्यो बुझेन प्रेसर कुकर बनाउने त प्रेसर कुकर ल बनाउँदै हिँड्ने हो आज दाजुभाइले त ओबी बनाइदिने पैसा वा कमाइदिने के केटा हो बुझेन ल हामी चाहिँ हिँड्दैछौँ बहिनी प्रेसर कुकर बनाउनु छैन तिम्रोमा छैन ल यार बनाउँदै छैन रहेछ बहिनी हाँस्दै गइरहेको छ यार प्रेसर कुकर छ कि भनेको त ल प्रेसर कुकर बनाउने आयो छैन क्या हो यो दिदीहरू कहाँ छैन प्रेसर कुकर बनाउनु छ भने भन्नु ल भाइले चट बनाइदिन्छ फेरि हस् 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 ल हामी चाहिँ लाग्दैछौँ पछाडि बिचरा उहाँ चाहिँ आउँदै हुनुहुन्छ अब म चाहिँ यो अगाडि हेरेर कुद्दैछु प्रेसर कुकर बनाउने आयो प्रेसर कुकर खोइ त पल्लीहरू छैन यार मान्छे छैन यार मलाई बचाउनु पनि राम्रोसँग आएन कि आज चाहिँ हाम्रो कन्टेन्ट यही हो मेरो चाहिँ टक्कसँगले भिडियो दाइ पनि ओपी हुनुहुँदो रहेछ उहाँलाई चाहिँ धेरै धेरै धन्यवाद लास्टमा अब पैसा छैन रहेछ माया छ उहाँलाई अर्कोचोटि मैले भेटेँ भने चाहिँ लाइक देश म हेल्प गर्न सक्छु है क्यानल लाइक अहिले त हामीसँग छैन नि त ए हिँड्दै जाऊँ हजुर होइन म लामो बनाउने क्या 15 मिनटको नरिसाउनु प्लिज दाइ म तपाईँले पछि हेल्प गर्नु यसो बस्नु त म अगाडि हिँड्छु होइन म कराउँदै हिँड्छु तपाईँ बेकार गर्नु न त तपाईँ अगाडि हिँड्नु न रिसाउनु भयो दाइ यार म झन् कराउँदिन्छु भने त सँगसँगै हिँड्छु नि त यतिमा हुन्छ तपाईँ ल नि त तपाईँ ल रिसाउनु भयो यार ल ल ल म कराउँदै हिँड्थेँ नि त भएन यति नै हामी चाहिँ मिनी ब्लग ल केटा अर्कोचोटि म एउटा डाइलग युज गरेँ बाई बाई यो चाहिँ हाम्रो सर्ट मिनी जस्तो भयो होइन अब म चाहिँ फाइनली उता जान्छु हाम्रो महाकालबारीतिर आज हाम्रो के अरे हामी चाहिँ मतलब मैले त कस्तो सोचेको भने अलिकति हाम्रो घर चाहिँ कस्तो खालको मात्रै तपाईँहरूले मन पराउनु भयो भने त्यसलाई अब कम्पल टाइपको अब मैले त्यही खालको मात्रै भिडियो पहिला गरेँ त अनि त्यही मात्र निकालेको त्यही टाइपको बनाउनुको लागि चाहिँ म चाहिँ जाँदैछु महाकालबारी साराउट महाकालबारी होइन अनि महाकालबारी गएर चाहिँ टक्क दिदीभाइहरूसँग हल्का फ्लड हाल्ने भन्दै भाइ असल रिसाइदियो छे बुढोमा एकछिन कन्टेन्ट मात्रै दिएर मैले 15 मिनट गर्छु भनेको दिँदैन भने यार ल म महाकालबारी जान्छु ल एकछिन त्यहाँ बस्छु अनि त्यसपछि मेरो कन्टेन्ट आजको खराब भयो म आफै किनेर गर्ने बेला भयो नि त ब्याङ्क टाइपको व्यापार गर्नुपर्छ अरे मैले त्यत्रो कराइदिएको छु भने कराउँदाखेरि व्यापार हुनुपर्ने बुढाले बुझेन छ क्या ल है एकछिन हामीले व्यापार चाहिँ गरिएन तर कराइदिउँ ल महाकालबारी म भेट्छु ल अहिले